सिरैमा फिकुरी महादेव मध्यस्थ मनोकामना तल सलबलाइरहने सलाखु कोरिदिन्छ सिमाना। मडारिँदै प्रकृति भाल्चेको भिरबाटै छुटाएर मनहरू अलग्गै ती पीरबाट छिचोल्दै हावा हुन्डरी र झरीहरू स्वतन्त्र खोजमा बाँचिरहेछन् चरीहरू। गएर फुङफुङ छलकुङ र किस्पाङ पोखरीको छिर्खा बहेर माथिबाट मेटाइरहेछ तलतिरका तिर्खा। अझै सक्छु चपाउन दुधे दाँते पठ्याङ्ग्रीको तर्क, आहारको अभावमा बेला बेला धाइरहन्छ खर्क। आफ्नै कला अनि संस्कृतिमा रमी सब थोक छ के छ र यहाँको कमी। भएभरको सुन्दरता सर्वत्र खोलिदिन्छन्, चढेसी फिकुरी सगरमाथा बोलिदिन्छन्। कहिले छरपष्ट बादल कहिले निलो आकाशको चुम्बन, वर्षौं बहानामा बिताइदिन्छु भन्छन् यी सुन्दर किस्पाङ। नुवाकोटको मनमोहक सुन्दर गाउँ मध्ये एक हो किस्पाङ, जुन नुवाकोट जिल्लाको मुटुमा अवस्थित प्राकृतिक, सांस्कृतिक र सम्भावनाले भरिपूर्ण सुन्दर भूमि हो, जहाँ तामाङ संस्कृति र वेशभूषाको गहिरो आत्मा बोकेको पहाडको पाखामा फुलेका लालीगुराँस अनि फिकुरीको काखमा लुटपुटिएर बसेका बस्ती, नदी र झरनाले सजिएको भूमि हो। हाम्रो आजको यात्रामा तपाईहरूलाई त्यही लैजाँदैछौँ, जहाँ पुग्ना साथ हरियालीको महासागर, लहरै लहरका खेतका फाँटहरू, टाकुरा पाखा अनि जङ्गलमा गुनगुनाइरहेका चिरबिर चराको सुमधुर सङ्गीत अनि धार्मिक आस्थाले भरिएको पवित्र भूमि किस्पाङसम्मको। हिमालको काखमा लहरे बादलको बीचमा जब पहाड मुस्कुराउँछ त्यति बेला झल्किन्छ फिकुरी महादेव। समुद्री सतहबाट 3550 मिटरमा अवस्थित यस पवित्र भूमि तलबाट हेर्दा लाग्दछ कुहिरोले ढाकेको, मानौ आकाश आफैले शिवलाई अङ्गालो हालिरहेको छ। यस मन्दिर कुनै सुन चाँदीले सजिएको संरचना होइन, यो त धरतीको गर्भबाट उब्जिएको आध्यात्मिक शान्ति भूमि हो। कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू आफ्नो मनोकामना र पूजा गर्नका लागि आउने गर्दछन्। स्थानीय झाँक्री र लामाहरूले बजाएको ढ्याङ्ग्रो र बाजाले पवित्र टाकुरामा थप सङ्गीतमय बनाइदिन्छन्। यहाँ न त मन्दिरको घन्टीको आवाज छ, न त दिनहुँ ठुलो जात्राको भिड, तर यहाँ छ एक मौन स्तम्भ जसको अँध्यारोमा उज्यालो महादेव बस्दछ। किस्पाङको भाल्चेमा अवस्थित घाँसे भूभाग केवल चरनको लागि मैदान होइन, यी त किस्पाङको जीवन, जीविका र जैविक सन्तुलनको धरोहर हुन्। वर्षामा गहुँ गोबीको लहरमा खेल्ने गाई बस्तुहरू, हिउँदको चिसोमा ओत लाग्ने भेडाहरूले यी क्षेत्रलाई चलायमान बनाउँछन्। जहाँ प्रकृतिको न्यानोपन हुन्छ त्यही स्मृतिको मिठास अनि जीवनको थकान मेट्न मौनता हुन्छ। निलो आकाश, हरियो चौर, टाढा टाढासम्म बिछाइएको शान्त हरियाली, यस्तो दृश्यले जो कोहीको मनको थकान बाहिर फ्याँकिदिन्छन्। पहाडका छाती चिरेर बग्ने ती किस्पाङका छौकुङ र गएर फुङफुङ झरना र खोलाहरू, ती केवल पानीका धारहरू होइन, ती त प्रकृतिको नशा हुन् जसमा जीवनको लय घुलिएको आभास गर्न सकिन्छ। यी झरनाहरू विशेष गरी वर्षायाममा चुलिन्छन्, ढिस्कामा चिप्लिएर पानीका फाँटहरू जुन पत्थरको छातीमा बजारिएर खस्दछन्। यी खोला र झरनाहरू किस्पाङको अदृश्य सम्पत्ति हुन्। यिनमा जल शक्ति छ र यिनमा पर्यटकीय सम्भावना पनि छ। प्राकृतिक सुन्दरतामा धनी किस्पाङ, जहाँ धार्मिक भूमिसँगै झरना र पोखरी मात्र नभई सुन्दर भन्ज्याङहरू, बटुवा र घुमन्तेलाई स्वागत गर्न पर्खिरहेका छन्, जसमा बस्तीबाट टाढा जङ्गल र हरियालीले घेरेर रहेको भाल्चेबाट 10-11 किलोमिटरमा अवस्थित सुन्दर गोङ्गा भन्ज्याङ। सुन्दर भन्ज्याङमा उभिँदा चञ्चल हावाले अनुहार चिस्याउँछ, वरपरका हरियाली थुम्काहरूले नयनलाई अल्मलाइदिन्छन्। हो, साँच्चै नजिकबाट अनुभूति लिन सकिन्छ। बस्न र खानको व्यवस्था भएको यस ठाउँले स्थानीय र बाह्य पर्यटनको पर्खाइमा बसिरहेको छ। बसन्तमा गुराँसले गाउँलाई रङ्गीन बनाउँछ।
वर्षामा झरनाहरूले सङ्गीत दिन्छन्। हिउँदमा कुहिरोले कविताको आवरण ओढाइदिन्छ। यही न हो हामीले पाएको यी सुन्दर किस्पाङको आफ्नोपन र मौलिकता। किस्पाङ पोखरी स्थानीय संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएको पाइन्छ। यस पोखरीलाई धार्मिक स्थलको रूपमा यहाँका स्थानीयहरूले पुज्दै आएका छन्। यहाँ हरेक वर्ष मेला लाग्नुको साथै तीर्थयात्रीहरूको ओहिरो लाग्दछ। यसलाई हिन्दू, बौद्ध र इसाई धर्मको सङ्गम स्थलको रूपमा पनि लिइन्छ। यहाँका धर्मावलम्बीहरूले आफूले पुज्ने देवता तिनै दिशामा मिलाएर राखी पोखरीको धैर्यता निकालिरहेको देख्न पाइन्छ। धार्मिक दृष्टिले पनि पोखरीलाई पवित्रता र आत्मशुद्धिको प्रतीक मानिन्छ। हिउँदमा चिसिन्छ, गर्मीमा बाफिन्छ र वर्षामा भरिन्छ, तर कहिल्यै गुनासो गर्दैन। शालीन र धैर्यतामा सधैँ बाँचिरहन्छ। किस्पाङको माथिल्लो भेगमा घाँसको खोजीमा पुगेका केही थान भेटिन्छन् भेडीकोटहरू। यहाँ बस्ने मानिसको बिहान न घडीको सुईले सुरु हुन्छ न मोबाइलको सन्देशले। उसको बिहान सुरु हुन्छ पहाडको ओठमा झुल्केको घामले र टाढाबाट सुनिएको भेडीको मिरमिराहटले। यस्ता दर्जनौं गोठहरू आफ्नो दैनिकी चलाउन परिवारबाट टाढा घनाघोर जंगलको बीचमा एक्लै बस्न बाध्य छन्। यी पौरखी किसानहरूलाई राहत मिलाएर घर फर्कने वातावरण स्थानीय सरकारले गरेको आजसम्म आवाज गर्न सकिएको छैन। किस्पाङको बनावट एउटा सडकको धर्कोलाई पछ्याउँदै तलबाट माथिसम्म सडकको रेखा वरपर नै बस्तीहरू मिलेर बसेको पाइन्छ। तामाङ समुदायको बहुलियत रहेको यस ठाउँमा आफ्नो धर्म संस्कृतिमा रमाएर एक अर्कामा हातेमालो गर्दै बसेका सुन्दर घरहरू छन्। यस सुन्दर बस्तीमा ढोका छुट्टा छुट्टै छन्, तर मनको साँचो एउटै हुन्छ। घाँस बोकेर फर्किँदा थाकेका काँधहरू छिमेकीको मुस्कानले हलुका बनाउँदछ। जहाँ बिहानको घामसँगै उठ्दछ सामूहिक श्वास, जहाँ मिलेर बसेको बस्ती साँच्चै यही बसौँ झै लाग्दछ। यस्ता थुप्रै प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको किस्पाङ अझै पनि धेरैको नजरबाट ओझेलमा छ। हाम्रो टिमले सुन्दरताको घुम्तो खोलेर केही धार्मिक र आधुनिकताले नछोएको सुन्दर ठाउँहरू देखाउने कोसिस गर्यौं। वर्षौंबाट नजिकबाट निहालिएका यी सुन्दर भूमिमा स्थानीय सरकारले केही चासो र योजना बनाएको खासै देखिँदैन। स्थानीय सरकारले यदि चाह्यो भने हराएको रुबी भ्याली र सिङ्ला माने जाने गोरेटो पुनर्जीवित गरी सुन्दर किस्पाङलाई आर्थिक बाटोबाट धेरै अगाडि लिएर आउन सक्दछ। यहाँका मानिसहरू अन्यन्त्र भौतारिनु पर्दैन। किस्पाङ केवल एक भूगोल मात्र होइन, यो त प्रकृति र संस्कृतिको सङ्गम हो। यहाँको शुद्ध हावा, हरियाली वन, हिमाली छाया र साधारणपूर्ण जीवनशैलीले एक अद्भुत अनुभव प्रदान गर्दछ। यस्ता स्थानहरू जोगाउनु, संरक्षण गर्नु र सम्मान गर्नु हामी सबैको कर्तव्य हो। मन्ते नुवाकोट परिवार तपाईहरूसँग जोडिन पाउँदा हामी निकै खुसी भएका छौँ। तपाईहरूले हामी प्रति देखाउनु भएको माया स्नेह प्रति सधैँ आभारी नै छौँ। किस्पाङ सम्भावनाको पर्खाइमा बसेका यी सुन्दर ठाउँहरू देखाउन पाउँदा हामी खुसी भएका छौँ। यस्तै अर्को सुन्दर ठाउँहरू चाँडै लिएर आउनेछौँ। त्यतिन्जेलको लागि हाम्रो टिमले तपाईहरू माझ बिदा माग्दछ। हवस् त, धन्यवाद।